सो गाइस आज चाहिँ म तपाईँहरूलाई देखाउनेवाला छु मेरो क्लाइन्टको 2 बेडरुम अपार्टमेन्ट जुन चाहिँ मैले उहाँलाई चाहिँ सेल गरेको थिएँ 2 इयर्स अगाडि। जाने चाहिँ तपाईँको चाहिँ प्राइस थियो त्यति बेला यसको 1.2 मिलियन दिराम्स भने तपाईँले अहिले देख्न सक्नुहुन्छ। यसको चाहिँ तपाईँको चाहिँ क्वालिटी हामीले चेक गर्न आइरहेको छौँ। यसको चाहिँ आज फाइनल स्न्यागिङ चलिरहेको छ र तपाईँले देख्न सक्नुहुन्छ यहाँ अहिले अझै पनि काम नै चलिरहेको छ। अब हामीले चाहिँ यहाँ किन आएको भन्दाखेरि हामीले चाहिँ लाइक कि सबै कुरा चेक गर्न आएको कि मेरो क्लाइन्ट युएसमा हुनुहुन्छ, त्यही भएर उहाँ आफै आउनु सक्नुहुन्न हेर्नको लागि चाहिँ सबै कुरा के छ भनेर, त्यसैले उहाँको लागि चाहिँ भिडियो बनाउँदैछु मैले होइन। त्यसैले हजुरहरूलाई पनि एउटा इन्फर्मेसन दिँदैछु कि हामीले चाहिँ सबै कुराहरू कसरी गर्छौँ, हजुरको लागि चाहिँ सबै कुराहरू सर्भिसहरू चाहिँ कसरी प्रोभाइड गर्छौँ भनेर। अब जुन चाहिँ तपाईँको चाहिँ यहाँनिर चाहिँ तपाईँको चाहिँ एप्लायन्सेसहरू उहाँहरूले दिने भन्नुभएको थियो, उहाँहरूको सबै कुरा एप्लायन्सेसहरू रहेको छ यहाँनिर चाहिँ तपाईँको चाहिँ। अब यो चाहिँ फाइनल अझै रिटच हुन पनि बाँकी छ र हामीले चाहिँ अलिकति फर्निचरहरू आफ्नो तरिकाले लिएर आएर राखिसकेको छौँ। त्यहाँदेखि तपाईँले हेर्नु देख्न सक्नुहुन्छ यो चाहिँ रहेको छ उहाँको अर्डर रुम होइन। त्यहाँपछि तपाईँको चाहिँ यो चाहिँ देख्न सक्नुहुन्छ अर्को एउटा मास्टर बेडरुम रहेको छ, तपाईँको चाहिँ यहाँनिर क्लोजेट, उतापट्टि तपाईँको चाहिँ त्यहाँनिर अट्याच वासरुम देख्न सक्नुहुन्छ त्यहाँनिर। यो रहेको छ अर्को सेकेन्ड बेडरुम जहाँनिर चाहिँ वर्किङ क्लोजेट, त्यसपछि वासरुम र यो रहेको छ उहाँको अर्को बेडरुम। भनिसकेपछि यो रहेको छ उहाँको 2 बेडरुम अपार्टमेन्ट। मैले भनिहालेँ यसको त्यति बेला 2 वर्ष अगाडि प्राइस थियो 1.2 मिलियन दिराम्स भने अहिले यसको मार्केट भ्यालु हेर्नुहुन्छ भने सेकेन्डरी मार्केटमा छ यसको लगभग 1.8 मिलियन टु 1.9 मिलियन दिराम्स। भनिसकेपछि अब यसलाई चाहिँ रेन्ट लगाउँदा कति रेन्ट आउँछ भन्नुहुन्छ भने हामीले चाहिँ यसलाई चाहिँ अलिकति 20,000 चाहिँ इन्भेस्टमेन्ट गरेर चाहिँ यसमा फर्निचरहरू हालेर चाहिँ अब यसलाई चाहिँ रेन्टमा लगाउनेवाला छौँ अबको 2-4 दिनपछि। भनिसकेपछि उहाँले कमाउँदै हुन्छ यहाँबाट रेन्ट 1,30,000 थियो 1,40,000को। भनिसकेपछि उहाँले इन्भेस्टमेन्ट गर्नुभएको थियो 1.2 मिलियन दिराम्स र अहिले उहाँले कमाउँदै हुनुहुन्छ 11% रिटर्न, जहाँनिर उहाँहरूले बनाउँदै हुनुहुन्छ 1,30,000 या फिर 1,40,000को रेन्टल इन्कम, जुन चाहिँ तपाईँले चाहिँ नेपालीमा कन्भर्ट गर्नुहुन्छ भने चाहिँ लगभग हुन जान्छ 60 देखि 65 लाखको आधारमा। सो गाइज यो चाहिँ थियो मेरो क्लाइन्टको 2 बेडरुम अपार्टमेन्ट। अब तपाईँहरूले चाहिँ हामीसँग इन्भेस्टमेन्ट गर्दाखेरि यो सर्भिस चाहिँ तपाईँले फ्री अफ कस्ट पाउनुहुन्छ, जहाँ चाहिँ तपाईँहरूको चाहिँ क्वालिटी कस्तो रहेको छ, स्न्यागिङ सबै कुराहरू हामीले नै गरिन्छ र कस्तो खालको फर्निचर लगाउने भनेर पनि हामीले नै तपाईँलाई चाहिँ सजेस्ट गरेर चाहिँ हजुरहरूको यहाँ फर्निचरहरू पनि हामीले नै लगाइन्छ। सो तपाईँहरूलाई पनि गराउँछ एउटा टेन्सन फ्री खालको इन्भेस्टमेन्ट यहाँनिर दुबईमा र कमाउनु छ यतिको राम्रो रेन्टल इन्कम भने कन्ट्याक्ट गर्नु होला मलाई।